अलराइट नमस्ते। आजको यो भिडियोमा चाहिँ म लास्टको 2 वर्ष युट्युबबाट किन हराएँ, के कारणले हराएँ, मैले युट्युबमा भिडियो किन हालिनँ, त्यो सबैको म कारण भन्न जाँदैछु। म लास्टको 2 वर्ष युट्युबबाट हराउनुको 2वटा कारण छ। पहिलो पैसा र दोस्रो डिप्रेसन। आउनुहोस् पहिला म पैसाको कहानी सुरु गर्छु। यो 2023 को कुरा हो। मेरो ब्याचलरको अन्तिम लास्ट इयरमा पढ्दै थिएँ र मलाई अब थाहा थियो कि अब मेरो ब्याचलर सकिसके पछाडि अबको 1-1.5 वर्षमा म विदेश जाँदैछु, म विदेश जान्छु भनेर, किनकि मलाई नेपालमा मेरो फ्युचर त्यति धेरै सेक्योर लागेको थिएन र अब विदेश जानको लागि के चाहिन्छ, मेन कुरा भनेको पैसा। मलाई चाहिँ मेरो बुवा आमाको पैसा खर्च गरेर विदेश जानु थिएन अथवा ठुलो लोन लिएर मलाई विदेश जानु थिएन। मलाई चाहिँ म आफ्नै पैसा जम्मा गरेर म मेरै सेभिङदेखि चाहिँ म विदेश जान्छु मेरो फर्दर स्टडी कम्प्लिट गर्नको लागि, मेरो करियर बनाउनको लागि भन्ने मलाई सोच थियो। त्यस पछाडि मैले स्कुल जोइन गरेँ एज अ टिचर। मैले सेकेन्डरी लेभलसम्म पढाउँथेँ। मैले स्कुल पढाउँथेँ, स्कुलमै ट्युसन पढाउँथेँ र म बाहिर होम ट्युसन पनि पढाउँथेँ। त्यो गर्दाखेरि मलाई महिनाको 50-60 हजार मैले कमाउने गर्थेँ। त्यहाँबाट आफ्नो खर्च निकाल्दा, घरमा अलिअलि कन्ट्रिब्युट गर्दा खासै सेभिङ हुँदैन थियो। अब यति सेभिङले चाहिँ म विदेश जान मलाई पुग्दैन भन्ने मलाई लागिसकेको थियो। अब चाहिँ के गर्ने होला भइरहेको थियो। अनि मलाई त्यही समयमा मलाई एउटा अटोमोबाइल कम्पनीबाट चाहिँ म्यानेजरको जब अफर भयो र त्यहाँ चाहिँ बोनस गर्दाखेरि सेल्स अनुसार अलिकति एक्स्ट्रा पैसाहरू आउँदाखेरि चाहिँ स्कुलमा भन्दा चाहिँ मैले बढी पैसा कमाउने त्यहाँ देखेँ। त्यस पछाडि मैले स्कुल छोडेर म एज अ म्यानेजर एउटा अटोमोबाइल कम्पनीमा काम गर्न गएँ। त्यहाँ काम गरिरहँदाखेरि 6-7 महिना भएको थियो काम गरेको। त्यस पछाडि चाहिँ मलाई पनि अब केही न केही चाहिँ गर्नु पऱ्यो, किनकि त्यहाँबाटको सेभिङले पनि मलाई विदेश जान चाहिँ पुग्नेवाला थिएन। त्यस पछाडि के गर्ने त भनेर सोचेँ। नेपालमा धेरै ट्रेन्डहरू चलिरहेको थियो। कतिले क्लोथिङ ब्रान्डहरू गरिरहनु भएको थियो, कतिले के सामानहरू बेचिरहनु भएको थियो अनलाइनमा, होइन। र मैले पनि अब केही न केही चाहिँ म गर्छु, म केही न केही सानो दिनु भए पनि बिजनेस चाहिँ गर्नु पऱ्यो, यसरी चाहिँ हुँदैन भन्ने लाग्यो। त्यस पछाडि भने मलाई मोटरसाइकलको राम्रो ज्ञान थियो। म अटोमोबाइल कम्पनीमा काम गरिरहेको थिएँ। म त्यहाँ काम गर्नुभन्दा अगाडिबाट नै मलाई धेरै कुराहरू नलेज थियो। मोटरसाइकल स्पेसली यसको मार्केटको बारेमा मलाई थाहा थियो। मोटरसाइकल कसरी बेच्न सकिन्छ, कुन मोटरसाइकल बेच्न सकिन्छ भन्ने मलाई ज्ञान थियो। र मैले अब के सोचेँ भन्दाखेरि ओके, मलाई जुन कुरामा नलेज छ म त्यही कुरामा हात हाल्छु। म अब मोटरसाइकल चाहिँ अनलाइनको थ्रुबाट बेच्छु भनेर मैले इन्जिन गाडी नेपाल भन्ने पेज खोलेँ। त्यो पेजमा चाहिँ मैले सुरुमा मेरो आफ्नै सर्कल, मेरो साथीभाइहरूको मोटरसाइकल जसलाई बेच्नुपर्ने थियो त्यसको मैले भिडियो बनाएर मैले एडभर्टाइज गर्न थालेँ। त्यस पछाडि त्यहाँबाट राम्रो रेस्पोन्स आयो। मेरो पेज पनि राम्रोसँग ग्रो हुँदै गयो, सेल्स पनि बढ्दै गयो, धेरै मोटरसाइकलहरू मैले बेचेँ। त्यसो गर्दाखेरि मलाई महिनामै राम्रो रेभिन्यू, मैले प्रफिट चाहिँ मैले बसाल्न सकेँ। अझ भनौँ तपाईँलाई, म नेपालमै नै महिनाको 1-1.5 लाख रुपियाँ चाहिँ मजाले बचाउँथेँ। यो मैले कमाएको कुरा गरिरहेको छैन। सेल्स त धेरै हुन्थ्यो तर बसमा चाहिँ 1-1.5 लाख बस्थ्यो। अझ मेरो 1 महिनामा चाहिँ एउटा महिनामा मैले 4 लाखसम्म पनि बचाएको छु। र मेरो पेज ग्रो हुँदै थियो, व्यापार बढ्दै थियो, मैले कस्टमरहरू पाइरहेको थिएँ र साइडमा मेरो म्यानेजरको जब पनि थिँदै थियो। मैले दुईतिरबाट गरेर र मैले फ्री टाइममा अझ म एङ्कर पनि गर्थेँ, प्रोग्रामहरूमा स्टेज प्रोग्रामहरू चलाउन जान्थेँ, म भिडियोग्राफी पनि गर्थेँ। मैले विवाह बर्तनहरूमा भिडियो पनि खिच्न जान्थेँ, फोटो पनि खिच्न जान्थेँ। सो मैले यसरी चाहिँ आफूले सिकेको, आफूले जानेको कामहरू 3-4वटा काम गरेर मैले एउटा राम्रो सेभिङ गर्न चाहिँ थालेँ। र मलाई थाहा थियो म यसरी नै सेभिङ गर्दै गएँ भने चाहिँ अब चाहिँ मैले पैसा चाहिँ विदेश जाने पैसा चाहिँ लगभग मैले जम्मा गर्न सक्छु भनेर म काम गर्न थालेँ। म जति धेरै काम गर्न थालेँ म युट्युबदेखि त्यति नै टाढा हुँदै आएँ, किनकि युट्युबबाट त्यति धेरै पैसा मलाई आउँदैन थियो। अझ भनौँ मेरो युट्युबबाट आएको पैसाले मलाई पेट्रोल हाल्न पनि पुग्दैन थियो। त्यसैले गर्दाखेरि मैले सोचेँ कि ठिक छ, अब एकैछिन चाहिँ ब्रेक लिगौँ, किनकि अहिलेको लागि मलाई पैसा इम्पोर्टेन्ट हो। मलाई पैसा चाहिन्छ विदेश जानलाई। युट्युबबाट पैसा आइरहेको छैन भने चाहिँ मलाई जहाँबाट पैसा आइरहेको छ त्योतिर नै मैले टाइम दिनुपर्छ, त्यता नै म फोकस हुनुपर्छ भनेर मैले त्यता ध्यान दिन थालेँ। है भिडियो कहिलेकाहीँ चुसा चाहिँ मैले हालिरहेको हुन्थेँ, तर मन लाएर भिडियो हाल्न चाहिँ मैले सक्दिनँ थिएँ, समय पनि हुँदैन थियो, किनकि म आफैले नै काम गर्थेँ। कुनै पनि स्टाफ थिएन। म बाइक लिनलाई आफै जान्थेँ। कहिले धरान जानु पर्थ्यो, कहिले इटहरी, कहिले बुटवल, कहिले काठमाडौँ, कति धेरै जानु पर्थ्यो। यातायातको काम म आफै गर्थेँ। उता कम्पनीको काम पनि गर्नु पऱ्यो, होइन। फोटो खिच्न, भिडियो खिच्न पनि कहिले कहाँ पुग्नुपर्ने। त्यसरी चाहिँ मैले चाहिँ काम गर्दै गएँ, पैसा जम्मा गर्दै गएँ र लगभग अब चाहिँ म विदेश जाने, मेरो ब्याचलर पनि सकियो। त्यस पछाडि मैले आइएल्सहरू दिएँ, इक्जाम दिएँ र अब चाहिँ विदेश जाने, होइन। अब कहाँ जाने भन्ने कुरा आयो है। पैसाको कहानी लगभग यति नै हो। अब कता जाने भनेर सोच्दै थिएँ। मेरो अस्ट्रेलिया जाने चाहिँ मेरो ड्रिम थियो। तर अस्ट्रेलियाको लागि चाहिँ डकुमेन्टेसनहरू, इन्कम सोर्सहरू धेरै बनाउनु पर्ने थियो। मैले चाहिँ त्यो बनाउन सक्दिनँ थिएँ। त्यत्रो धेरै इन्कम सोर्सको डकुमेन्टहरू चाहिँ जेन्युनली मैले बनाउन सक्दिनँ थिएँ। त्यस पछाडि मैले अस्ट्रेलिया जाने सपनालाई एकैछिन
थाती राखेँ। अब कहाँ जाने भनेर सोच्दै थिएँ, कन्सल्टेन्सीहरू धाउँदै थिएँ। त्यस पछाडि ठ्याक्क एक दिन चाहिँ मेरो एउटा एकदमै मिल्ने साथी, नजिकको साथीले चाहिँ उसले युएसको भिजा पाएको पासपोर्टको त्यो स्ट्याम्प हानेको फोटो मलाई पठायो। त्यस पछाडि चाहिँ अब मलाई पनि युएसतिर अलिकति इन्ट्रेस्ट बढ्न थाल्यो, मैले हेर्न थालेँ, बुझ्न थालेँ। अब मेरो आफ्नै मिल्ने साथी युएस गइरहेछ अनि मेरो अरू पनि कलेजको साथीहरूले युएस ट्राई गरिरहनु भएको थियो भने पछाडि ओके म पनि युएस ट्राई गर्छु, म पनि युएस जान्छु होइन। अनि त्यस पछाडि साथी र म सँगै ग्रो गरिन्छ होइन, सँगै स्ट्रगल गरिन्छ भन्ने भयो क्या। अनि त्यो साथी र म चाहिँ फेरि एउटै स्कुलमा पढाउँथ्यौँ पनि, एउटै कलेज पढ्थ्यौँ। अनि म युएसको लागि भनेर अब त्यस पछाडि इन्टरभ्यू प्रिपरेसन गर्न थालेँ। इन्टरभ्यू हुन्छ युएसको चाहिँ होइन। त्यस पछाडि त्यसको डेट पाउन, स्लट पाउन पनि एकदमै गाह्रो। बल्ल बल्ल मैले 8 महिनामा चाहिँ मैले स्लट पाएँ इन्टरभ्यूको। अनि त्यस पछाडि म काठमाडौँ गएँ इन्टरभ्यू दिनको लागि, तर म इन्टरभ्यूमा रिजेक्ट भएँ है। अब यहाँनिर चाहिँ टक्क आफ्नो मेरो चाहिँ टाउकोमा नै आकाश खसेको जस्तो भयो क्या। मेरो युएस जाने, युएसमा गएर करियर बनाउने, यताउता सपना सब चकनाचुर भयो है। म एकछिन चाहिँ ब्ल्याङ्क भयो, के भयो भन्ने टाइपको भयो। त्यस पछाडि चाहिँ म रुँदै म घर फर्केँ, पोखरा फर्केँ। अनि मेरो घरमा त्यति बेला मम्मी ड्याडी हुनुहुँदैन थियो, उहाँहरू चाहिँ जर्मनी जानुभएको थियो दिदीलाई भेट्नको लागि। मेरो घरमा म र नानु मात्र थियो, मेरो बहिनीलाई थाहा छ म कति दिन रोएर बसेँ, कति दिन ढोका लाएर रोएँ होइन। अब जहाँ बसेँ त्यही आँसु आउने क्या। त्यो आफ्नो सपनाहरू सबै चकनाचुर भइरहेको भएर होइन, अब के चाहिँ गर्ने होइन, वाट नेक्स्ट भन्ने भयो। तर आफ्नो त्यो सपनाहरूले, आफ्नो त्यो ड्रिमले चाहिँ हिट गरिराख्दो रहेछ क्या होइन। अब रिजेक्ट त भइसक्यो म, अब अमेरिका जान त पाउँदिनँ म होइन। अनि यसै गरी 3-4 महिना जस्तो म डिप्रेसनमै गएँ होइन। युट्युबमा भिडियो हाल्ने भन्ने चाहिँ यति बेला कुरा नै भएन। त्यस पछाडि मैले फेरि होइन, म एकचोटि फेरि ट्राई गर्छु युएस, एकचोटि चाहिँ म हार मान्दिनँ भन्ने भयो। त्यस पछाडि अब फेरि चाहिँ म ट्राई गर्छु भन्ने बेलामा चाहिँ ठ्याक्क नेपालमा के भयो भन्दा एकचोटि रिजेक्ट भइसकेको मान्छेलाई चाहिँ अर्कोचोटि स्लट एकदमै गाह्रो हुने दिनलाई होइन, किनकि अलरेडी धेरैजना लाइनमा हुनुहुन्थ्यो नि त। अनि त्यस पछाडि मैले चाहिँ अब फेरि 1-1.5 वर्ष कुरेर म अर्को स्लट पाएर फेरि इन्टरभ्यू दिएर त्यो पनि फेरि एक्सेप्ट हुने हो कि होइन, फेरि रिजेक्ट भयो भने त मेरो अर्को 1-1.5 वर्ष मेरो गयो। किनकि अलरेडी मैले 1 वर्ष खर्च गरिसकेँ भनेर म चाहिँ जहाँबाट छिटो इन्टरभ्यू दिन पाइन्छ म त्यहीँ गएर दिन्छु भनेर हेरेँ। इन्डियामा पनि जान पाइन्थ्यो, थाइल्यान्ड, भियतनाम, अरू देशहरूमा जाने गर्थेँ। तर म चाहिँ थाइल्यान्ड जान्छु भन्ने मैले सोचेँ, किनकि मैले त्यहाँ छिटो इन्टरभ्यू डेट पाइरहेको थिएँ। अनि म थाइल्यान्ड गएँ। त्यस पछाडि थाइल्यान्ड गएर मैले इन्टरभ्यू दिएँ, थाइल्यान्डमा पनि रिजेक्ट भयो। आफ्नो कन्ट्रीमा रिजेक्ट भइसके पछाडि झन् अरूको कन्ट्रीमा गएर इन्टरभ्यू दिने भन्ने चाहिँ झनै ठुलो मूर्खता रहेछ। ल जे भए पनि मनलाई चाहिँ सन्तोक भयो। म चाहिँ थाइल्यान्डमा गएर रिजेक्ट भयो भने चाहिँ म चाहिँ दुःखी हुँदिनँ। जे हुन्छ भयो भने म अमेरिका जान्छु, भएन भने म अरू कुनै कन्ट्री जान्छु भन्ने म प्लान बनाएरै गएको थिएँ। त्यस पछाडि चाहिँ रिजेक्ट भए, दुःख त लाग्यो नै होइन। अलिअलि आश थियो फेरि हुन्छ कि भन्ने, त्यहाँ पनि भएन। मेरो चाहिँ इन्टरभ्यू पछाडि पनि 3-4 दिनको दिन थियो क्या। मेरो फर्किने टिकट चाहिँ 3-4 दिन पछाडि थियो थाइल्यान्डमा। तर मलाई बस्नु नै मन लागेन। म उल्टो अगाडि पैसा दिएर डेट अगाडि सारेर म तुरुन्तै फेरि फ्लाइट लिएर म नेपाल आइहालेँ। अब चाहिँ हुँदैन, अब चाहिँ म अल्झिदिनँ, अब चाहिँ युएसमा म अल्झिदिनँ, भएन होइन। भगवान्ले अब यो लेखामा जे लेखेको छ त्यही नै हुने हो भनेर, सायद अरू नै डेस्टिनेसन लेखेको छ होला भनेर फेरि म बुझ्न थालेँ। क्यानाडातिर पनि बुझ्दै थिएँ त्यतिखेर। फेरि त्यहाँ इमिग्रेन्ट्सहरूको प्रोटेस्ट यताउता भइरहेको थियो। युकेले भिजा एकदमै छिटो दिइरहेको थियो। अब म धेरै टेन्सन लिँदिनँ, झ्याप्प भिजा जान्छु। बरु 1-1.5 वर्ष यहाँ हल्लिएर बस्ने बेलासम्म त म युकेमा गएर मेरो पढाइ कम्प्लिट गरिसकेको हुन्छु त्यति बेलासम्म भन्ने भयो। त्यस पछाडि युकेमा हामी 3-4 जना साथीहरूले एप्लाई गऱ्यौँ। 1-1.5 महिनामै भिजा पनि आयो। भिजा आइसके पछाडि चाहिँ ल मलाई सायद युके नै लेखेको होला, जे हुन्छ राम्रोको लागि हुन्छ भन्ने कुरालाई चाहिँ मनमा राखेर म चाहिँ नेपालदेखि युके आएँ है। युके आइसके पछाडि सुरुको 2-4 दिन चाहिँ खाली थियो, जोस चल्यो, अलिअलि भिडियो हालेँ। त्यस पछाडि फेरि काम खोज्न हिँड्नु पऱ्यो, काम खोज्न हिँड्यो। भगवान् कृपाले काम अलि छिटो पाइयो होइन। त्यस पछाडि भने काम गर्न थाल्यो। अब फेरि काम गर्न थाले पछाडि चाहिँ काम कलेजले गर्दा फेरि यता पनि समय मिलाउन चाहिँ गाह्रो भयो। जता गयो त्यतै अब हुन्छ नि नमिलेको जस्तो, केही नमिलेको जस्तो भयो। नयाँ ठाउँ, यहाँ आएर एडजस्ट हुन पनि गाह्रो भयो। मौसम त्यस्तै होइन। अब घरदेखि टाढा, अलिअलि न्यास्ट्रो लाग्ने भयो। नयाँ काम, नयाँ साथीभाइ, नयाँ परिवेश, नयाँ खाना, सबै कुरा नयाँ होइन। त्यो मिलाउँदै फेरि यता पनि त्यस्तै भयो। अलिअलि भिडियो हालेँ, तर निरन्तरता भने कन्टिन्यू राम्रो तरिकाले भिडियो हाल्न भने मैले सकिनँ। तर अब सधैँभरि यसरी भिडियो नहालेर पनि हुँदैन होला। म 100K को यति नजिक छु। मसँग लगभग 87,000 88,000 सब्सक्राइबर, अब जम्मा 10-12 हजार मात्र सब्सक्राइबर बाँकी छ।
होइन त्यो सिल्भर प्ले बटन चाहिँ पाउनको लागि एभ्री युट्युबरको ड्रिम हुन्छ सिल्भर प्ले बटन पाउने। मेरो पनि धेरै सपना थियो त्यो पाउनको लागि 2-3 वर्ष अगाडिदेखि सपना थियो। म 2-3 वर्ष अगाडिदेखि नै नजिक थिएँ सिल्भर प्ले बटनको, तर मैले त्यसलाई चुम्न भने सकिनँ, त्यहाँसम्म पुग्न भने सकिनँ। तर अब चाहिँ यसरी हुँदैन, अब चाहिँ भिडियो हाल्नुपर्छ। सायद अब चाहिँ म यहाँ युकेमा आइसके पछाडि नेपालको जस्तो बाइकमा घुमेर फिरेर भिडियो हाल्न सक्दिनँ होला। मसँग मोटरसाइकल पनि छैन, यहाँ काम, समय, मौसम, लाइसेन्स सबै कुराहरूले गर्दा त्यस्तो सजिलो छैन। तर जे भए पनि म चाहिँ भिडियो हाल्ने ट्राई गर्छु, सकेसम्म राम्रो कन्टेन्ट दिने म ट्राई गर्छु। तपाईँहरूले हेरिदिनु हुनेछ, फेरि पनि त्यस्तै माया गरिदिनु हुनेछ भन्ने मैले आशा गरेको छु। र यही नै कारण थियो गाइज, मलाई पैसाको पछाडि भाग्दा र एउटा डिप्रेसनको शिकार भएको कारणले गर्दाखेरि मलाई युट्युबदेखि झन् टाढा ल्यायो। तर जे हुन्छ राम्रोकै लागि हुन्छ, लाइफमा अप एन्ड डाउन्स भन्ने कुरा भइ नै हाल्छ। मेरो त्यो रङ फेज थियो, मैले त्यो पार गरेर आएँ र अहिले मलाई कुनै पनि रिग्रेट छैन युके आएकोमा, होइन, सन्तुष्ट छु म, होइन। गाह्रो स्ट्रगल हार्डवर्क भन्ने कुरा त भइ नै हाल्छ। र यस्तै छ, अब चाहिँ म भिडियो हाल्नै छु गाइज, सबैजनाले हेरिदिनु होला। र यति भन्दै फेरि अर्को भिडियोमा हामी छिटै भेट्ने छौँ। सबैजना राम्रोसँग बस्नु होला, सुरक्षित बस्नु होला। बाइ बाइ गाइज, सी यु इन द नेक्स्ट भिडियो। थ्याङ्क यू सो मच फर वाचिङ।